हेलो गाइज सबैलाई मेरो मिनी भ्लगमा स्वागत छ नयाँ भिडियोमा। आज चाहिँ हामी स्वेका पोलेर खानेवाला छु र मामा र म हुन्छ। यहाँ चाहिँ मेरो मामाहरू चाहिँ आगो पुग्दैछ र मासु पोलिरहेको छ। उयो मासुका पनि छ र यता मेरो बहिनी छ, कान्छी बहिनी, मेरो जेठी दिदी छोरा पनि छ र यता चाहिँ मेरो माइलामा हुनुहुन्छ र हामी आज चाहिँ मासु पोलेर खानेवाला छु र सबैले चाहिँ भिडियो हेरिदिनुहोस्। मिठो सम्झनाले गएर लाइक च्यानल सब्सक्राइबर गरिदिनुहोस् सबैले चाहिँ। यता चाहिँ मेरो माइलमा हुनुहुन्छ, मासु पोल्दै हुनुहुन्छ र मामाले चाहिँ मासु एकदम दामी पोल्छ, कडक मासु पोल्छ कि एकदम मिठो कि मामाले चाहिँ मासु धेरै खानु मन लाग्छ र हामी चाहिँ हाम्रो चाहिँ खासै सानो फ्यामिली हो, 5 जना 5 जना परिवार छ र त्यसमा चाहिँ म चाहिँ जेठा छोरा हो होइन। म चाहिँ भिडियो बनाउँछु र कसैले पनि मलाई भन्छ नि त अब केही बन्नु सक्दिनस् भनेर भन्ने मान्छेलाई देखाउनु छ नि त, आफ्नो खुट्टामा उभिएर देखाउनु छ, त्यसैले म भिडियो बनाएर रात दिन होइन। खासै भिडियोबाट चाहिँ केही पनि हुँदैन, त्यही नै यसो म इन्जोयको लागि बनाएको छु। म न केही स्किल छ र केही पनि छैन र म चाहिँ यसो भिडियो बनाउनु मात्रै खासै मलाई अब इन्ट्रेस्ट लागेर बनाउँछु, धेरै पनि बनाउनु खासै। र मेरो सबैले चाहिँ मेरो च्यानलमा मन र म आज तपाईँहरूलाई बाबा मम्मी देखाउँछु। उता चाहिँ मेरो सानो बाबा हुनुहुन्छ, यता मेरो बाबा हुनुहुन्छ, यता मेरो मम्मी हुनुहुन्छ र मेरो मामा चाहिँ भक्कु मासु पोल्दै हुनुहुन्छ। मामा चाहिँ मामाको कामै भनेको मासु पोल्ने हो र हामीलाई खुवाउने हो र मामा चाहिँ एकदम मतलब मासु पोल्नुमा चाहिँ एकदम ट्यालेन्ट हुनुहुन्छ। मेरो भिडियोहरू चाहिँ बहिनीहरूले हेर्छ नि त, खासै मेरो बहिनीहरू पनि एकदम मेरो मतलब सपोर्ट गरिरहेको मेरो बहिनीहरूले नि। आगो चाहिँ फेरि खतरा बोलिरहेको छ, आगो चाहिँ पुरा मासु बनिरहेको छ र आजको भ्लग सबैलाई सकियो भन्न चाहन्छु। बाई।